हेलो एभ्रिवान, हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। बिहान उठ्ने बित्तिकै चाहिँ 1 गिलास मनतातो पानी खाएँ मैले। त्यसपछि चाहिँ बिस्तारा मिलाउनु थियो। त्यसपछि म बिस्तारा मिलाउन लागेँ। आज चाहिँ मेरो कोठा एकदम ध्वस्तै भएको थियो, त्यही भएर चाहिँ मैले यसो कोठाहरू मिलाऊँ भनेर आज मिलाउँदै थिएँ। अनि बिस्तारा मिलाउनलाई सबै सिरानीहरू तल झारेर बिस्तारा च्याट्ट मिलाएँ। त्यसपछि चाहिँ कोठासोठा बढारेर भ्याइसकेपछि म यसो फ्रेस भएर आएँ। फ्रेस भएर भ्याए कन्सल्टेन्सी जानलाई रेडी भएर लागेँ। त्यसपछि यो चाहिँ मेरो घरतिरको एरिया भयो। अनि म म्याजिक चढिसकेँ। म्याजिक चढेर कन्सल्टेन्सी चाहिँ मेरो सहीचोकमा छ। सहीचोकमा हेल्पफुल इन्स्टिट्युट हो, हजुरहरू पनि पढ्न जानु पऱ्यो भने जानु होला। अनि क्लासमा सुरुमै म पुगेँ। त्यसपछि एक्लै बसिरहेँ। त्यसपछि फेरि क्लास भ्याइएर मेरो साथी र म भएर मेरो दराजबाट पार्सल आएको थियो, त्यो लिनलाई गएँ। विशाल चोकतिर आएको रहेछ। अनि त्यहाँ गएर मैले मेरो पार्सल लिनलाई भित्र गएँ। त्यसपछि मैले मेरो पार्सल पनि लिएर आएँ। पार्सलमा के छ भनेर चाहिँ म नेक्स्ट ब्लगमा देखाउँछु हजुरहरूलाई। त्यसपछि विशाल चोकमा चटपट खायौँ, हामीले चटपट खान बस्यौँ। त्यसपछि चाहिँ म घर फर्किएँ। यो चाहिँ हाम्रो घरतिरको एरिया हो। त्यसपछि चाहिँ म जाने बित्तिकै एकदम गर्मी भएको थियो। मुखसुख हातखुट्टा धुनतिर लागेँ। मुख धोएँ मजाले। मुख धोइसकेपछि हजुरहरूलाई राम्री भएर अनुहार देखाएँ। त्यसपछि आजलाई यति नै। थ्याङ्क यू सो मच फर